कक्षा 10 को सामाजिक अध्ययन विषय इकाइ 5 नागरिक चेतना यस अन्तर्गत रहेका 8वटा पाठको अभ्यासलाई यो भिडियो सामग्री मार्फत तपाईहरुमाझ प्रस्तुत गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला, किनकि मैले यस्तै भिडियोहरु तपाईहरुमाझ ल्याइरहन्छु। नमस्कार। नेपाल सम्बन्धको स्थापना गर्ने व्यक्ति को हुन्? तपाईको लागि क्विज प्रश्न सहित शैक्षिक संग्रह युट्युब च्यानलमा हार्दिक स्वागत छ। साथमा म ओम प्रकाश राणा। आज चाहिँ यो भिडियो अन्तर्गत मैले कक्षा 10 को सामाजिक अध्ययन इकाइ 5 नागरिक चेतना अन्तर्गत रहेका 8वटा पाठको अभ्यासलाई क्रमशः तपाईहरुमाझ हल गरेर राखेको पीडीएफ फाइललाई स्क्रिन रेकर्ड गरेर देखाउने प्रयत्न गरिरहेको छु। भिडियोलाई अब चाहिँ स्किप नगरी अन्तिमसम्म हेर्दै गर्नुहोला है त। हेर्न सक्नुहुन्छ म चाहिँ स्क्रिन रेकर्डमा आइसकेको छु। कक्षा 10 सामाजिक अध्ययन विषयको इकाइ 5 नागरिक चेतना अन्तर्गतका 8वटै पाठका अभ्यासहरूको हल तल क्रमशः प्रस्तुत गरिएको छ भनेर यो टपिक भयो। पाठ 1 मा व्यवस्थापिका रहेको छ। व्यवस्थापिका अन्तर्गत जति पनि प्रश्नहरू छन् अब म क्रमशः तपाईहरुमाझ देखाउँदै छु। मजासँग भिडियोलाई स्किप नगरी हेर्दै जानुहोला र तपाईलाई आवश्यक परेको विषयवस्तु जानेर भेटिन्छ त्यहाँनेर भिडियो रोकेर हेर्न, लेख्न तथा पढ्न सक्नुहुन्छ। मैले चाहिँ अघिल्ला भिडियोहरुमा अलिकति स्क्रल छिटो गरेको हुनाले विद्यार्थी भाइबहिनीहरुले थोरै ढिलो स्क्रल गरिदिनु होला भन्नुभएको छ। भिडियो अलिकति लामो हुन सक्छ, धैर्य गरेर हेर्ने प्रयास गर्नुहोला। त्यसपछि हामी अलिकति स्क्रल डाउन गरेर आयौं भने पाठ 2 संघीय कार्यपालिका छ। यो भित्र रहेका जति पनि अभ्यास छन् यिनीहरूलाई पनि मैले हल गरेर तपाईहरुमाझ यसरी प्रस्तुत गरेको छु। मजासँग हेर्न, पढ्न, लेख्न सक्नुहुन्छ। यसमा चाहिँ 8वटा पाठहरू छ, त्यो भए हुनाले अलिकति भिडियो लामो हुन सक्छ है त। त्यसपछि यसरी स्क्रल गर्दै गइयो भने हामी अलिकति तल पाठ 3 न्यायपालिका भित्र जान्छौं। न्यायपालिका भित्रमा जति पनि प्रश्न उत्तरहरू छन् ती प्रश्नका उत्तरहरूलाई पनि मैले क्रमशः तपाईहरुमाझ राखेको छु। त्यसपछि पाठ 4 राजनीतिक दल भन्ने छ। यसमा जति पनि प्रश्नहरू छन् तिनको पनि मैले उत्तरहरू यसरी लेखेको छु। क्रमशः तपाईहरुले हेर्नु होला। अब चाहिँ पाठ 5 मा निर्वाचन प्रक्रिया र नागरिकको भूमिका आयो। यो भित्रका अभ्यासहरूलाई पनि मैले हल गरेको छु, हेर्नु होला है त। प्रत्येक कुराहरूलाई बोलाउँदै जाँदा र प्रश्नको उत्तरहरूलाई पनि व्याख्या विश्लेषण गर्दाखेरि अलिकति भिडियो लामो हुन्छ। त्यो भए हुनाले मैले सरसर्ती तपाईहरुमाझ देखाउने मात्रै गरेको छु। आफै बुझिहाल्नुहुन्छ, कुनै अप्ठ्यारो चाहिँ पर्दैन जस्तो लाग्छ मलाई। त्यसपछि हामी पाठ 6 मा आयौं। मानव अधिकार रहेको छ र मानव अधिकार भित्रका जति पनि अभ्यास छन् तिनीहरू पनि यसरी क्रमशः राखिएको छ। अब चाहिँ पाठ 7 मानव अधिकार संरक्षणमा सङ्घ संस्थाको भूमिका रहेको छ। यो भित्रका अभ्यासहरू पनि हेर्नु होला क्रमशः। अब चाहिँ लास्ट पाठ उपभोक्ता अधिकार। यो भित्रका प्रश्न उत्तरहरू पनि क्रमशः हेर्नु होला है त। र लास्टमा समाप्त भइहाल्यो। र यो भिडियो सामग्री यति नै रह्यो।
बाँकी चाहिँ अरू भिडियो सामग्रीहरू म क्रमशः ल्याउँदै गर्नेछु। हवस् त यो भिडियो सामग्री कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव सहितको प्रतिक्रिया कमेन्ट गर्न, भिडियोलाई लाइक गर्न तथा साथीहरूमा सेयर गर्न नभुल्नुहोला। यसका साथै अन्य आवश्यक सामग्रीहरूको लागि फेसबुक पेज र टिकटक आइडी फलो गर्न, त्यसैगरी यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नछुटाउनुहोला, किनभने यस्तै भिडियो सामग्रीहरू मैले तपाईहरुमाझ ल्याइरहन्छु। आगामी दिनमा यस्तै भिडियो सामग्रीको साथ तपाई हाम्रो सुमधुर भेटघाट त हुने नै छ। तबसम्मको लागि म पनि छुट्टिन्छु। यहाँहरुको बाँकी पल शुभ रहोस्। सी यू अगेन। बाई बाई।